Hello, welcome back to my YouTube channel. सबैहरूलाई स्वागत गर्दैछु मेरो YouTube च्यानलमा सबैजनाले मेरो YouTube च्यानल हेर्नलाई साथीहरू अनि कहाँबाट हेर्दै हुन्छ कमेन्ट गरिदिनुहोस् है त। म चाहिँ पिरो चौचा खान मन लागेर चाहिँ पिरो चौचा लिन जाँदैछु साथीहरू, हेर्दै गर्नुहोस् है ल। अनि यो ग्रोसरी रहेको छ हाम्रो, ग्रोसरीमा सामान लिन जाँदैछु साथीहरू, हेर्दै गर्नु है त। भाइ केला लिँदै हुनुहुन्छ अनि म चाहिँ पिरो चौचा लिन आएको। पिरो चौचा सक्नुहुन्छ मार्केट। भाई वो स्पाइसी वाला नूडल किधर? भिडियो जाँदैछ साथीहरू, तपाईँले नसकेको सक्नुहुनेछ। ड्राइभर भाइ साहब हुनुहुन्छ, गाडी चलाउँदै हुनुहुन्छ ड्राइभर भाइ साहबले। ड्राइभर भाइ साहब हुनुहुन्छ, चलाउँदै ड्राइभर भाइ साहबले। गाडीको स्पिड कति छ हेर्न, घरका कति पर्छ? 60 70 100 के स्पिड मा पुग्यो। देखिस? अलि स्पिड होला नि भने। ए मत मलाई गाडी साथीहरू, हजुरले देख्न सक्नुहुनेछ म चाहिँ ड्युटी लोकेसनमा आइसकेको छु। आज मलाई चाहिँ करेन्ट चाउचाउ खान मन लागेको भएर मैले चाहिँ करेन्ट चाउचाउ लिएर आएको छु। अनि यो नेपालमा त जताततै पाउँछ, तर हाम्रो यो विदेशमा चाहिँ यो चाहिँ एकदमै चिज हुन्छ। आज म यो बनाएर खानेछु है त, हजुरलाई देखाउने पनि छु साथीहरू। यो करेन्ट चाउचाउ हो अनि हेर्दै गर्नुहोस् है त साथीहरू। यो मैले चाहिँ करेन्ट चाउचाउ ओपन गरिसकेको छु, हेर्न सक्नुहुनेछ हजुरहरूले। अब म यसलाई बनाउने छु साथीहरू है, म एकचोटि बनाएर हजुरलाई देखाउने छु है त। यो चाहिँ अब हाम्रो नेपालमा भएपछि यसलाई चाहिँ अलग तरिकाले बनाइन्थ्यो होला। म जस्ट नर्मल तातो पानीमा मात्रै बनाउने छु साथीहरू, हेर्दै गर्नुहोस् है त मेरो ब्लगलाई अगाडि। र साथीहरू, हजुरले हेर्नु देख्न सक्नुहुनेछ मैले यस्तो तातो पानीमा यसलाई चाहिँ यसरी तातो पानीमा भिजाएर राखेको छु यसरी। अनि तातो पानीमा भिजाएर यसलाई मैले तपाईँलाई ससो बनाएर देखाउने छु है त। यो तातो पानीमा भिजाएर मैले यो पानी फ्याँक्ने छु, तपाईँले देख्न सक्नुहुनेछ यस्तो हुँदैछ है त। अनि चाहिँ मलाई यो रोटीसँग एकदमै मनपर्छ है, यो करेन्ट चाउचाउ चाहिँ मलाई एकदमै रोटीसँग साह्रै मनपर्छ। अनि म रोटीसँग खाएर तपाईँहरूलाई देखाउने छु है त साथीहरू। हजुरले हेर्न सक्नुहुनेछ है, यसरी बन्दैछ, हजुरले देख्न सक्नुहुनेछ। यो एकदमै उब्लेको पानी हो, तपाईँहरूले देख्न सक्नुहुनेछ है त। म यसरी बनाएर यसलाई हजुरलाई देखाउने छु, देख्न सक्नुहुन्छ। यो सबै खुलिसकेको छ है। अब एकछिनमा यत्तिकै तातो पानीमै राखिदिन्छु। अनि फेरि यसलाई तातो पानी फेरि चाहियो भने यसैले भयो भने त भयो, भएन भने चाहिँ फेरि म तातो पानीमा अर्को तातो यसलाई फ्याँकेर तातो पानी फेरि एड गर्नेछु है त। हेर्दै गर्नुहोस् है, हेर्न सक्नुहुनेछ साथीहरू। मैले यसलाई यसरी बनाइसकेको छु पानीमा भिजाएर, तपाईँहरूले देख्न सक्नुहुनेछ। मैले पानीमा यसलाई भिजाइसकेको छु। अब यसमा मैले मसला हालेर यसमा मोल्ने छु है त साथीहरू है त। हेर्दै गर्नु होला मेरो ब्लग। र साथीहरू, मेरो अहिले करेन्ट चाउचाउ यस्तो भएको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ है। तपाईँहरूले देख्न सक्नुहुनेछ मेरो करेन्ट चाउचाउ यस्तो भएको छ। मैले यसमा मसला मलिसकेको छु अनि म यत्तिकै सुक्कै खानेछु है त। यसलाई म रोटीसँग खानेछु साथीहरू, सबैजना हेर्दै गर्नु होला है। र साथीहरू, हजुरहरूले देख्न सक्नुहुन्छ यो मेरो करेन्ट चाउचाउ हो। यो करेन्ट चाउचाउ म टेस्ट गर्छु है त। यामी छ है, यामी
दामी छ दामी। बब्बाल साथीहरू बब्बाल मिठो छ। हजुरले पनि बनाएर खान सक्नुहुनेछ यसरी है। अनि हजुरले देख्न सक्नुहुनेछ यता ब्याकग्राउन्डको फुलहरू यसरी फुलेको छ। साथीहरू आज मेरो लोकेसन मेन्टेनेन्स टिमहरू चाहिँ काम गर्न आएको छ। म तपाईँहरूलाई त्यही थोरै कुरा देखाउनेछु। अनि यता देख्न सक्नुहुनेछ अहिले यहाँ अब गर्मी पनि सुरु भएको भएर होला। अनि अहिले अब कुनै पनि कस्टमरहरू त्यति साह्रो स्टेडियममा आउनुभएको छैन, गर्मीले गर्दाखेरि पनि होला। अब गर्मी बढिसकेको छ यहाँ। र अगाडि म तपाईँहरूलाई मेन्टेनेन्स टिमको काम गर्ने ठाउँमा देखाउनेछु, हेर्दै गर्नुहोस् है त तपाईँहरूले। साथीहरू यो तपाईँहरूले हेर्न सक्नुहुनेछ दुबोहरू हरियाली भएका छन्। अनि यहाँ तपाईँहरू मेन्टेनेन्स टिमहरू काम गरिरहेका छन्। यहाँ पेन्टिङ यता पेन्ट गरेर सकिसक्यो यिनीहरूको नाइटवालाले। अब यता पेन्ट गर्दैछन् साथीहरू, हेर्नु है तपाईँहरूले हेर्न सक्नुहुनेछ। यता पेन्ट गर्दैछन्, पेन्ट गरिरहेका छन् साथीहरू, तपाईँहरूले देख्न सक्नुहुनेछ। अनि त्यता रहेको छ मेरो उयो रहेको छ मेरो एडमिन अफिस। यता रहेको छ मेरो एडमिन अफिस र मेरो अफिस यहाँ रहेको छ। अनि तपाईँहरूले देख्न सक्नुहुनेछ उहाँहरू काम गरिराख्नु भएको छ। तर पार्कमा आज चाहिँ कोही पनि हुनुहुन्न साथीहरू। अब गर्मी सुरु भएको हुनाले पनि होला, तपाईँहरूले देख्न सक्नुहुनेछ कोही पनि हुनुहुन्न अब मान्छेहरू, कोही पनि हुनुहुन्न। मौसम यस्तो छ साथीहरू, आकाश खजुरमा पनि साथीहरू हजुरले देख्न सक्नुहुनेछ। खजुरमा पनि तपाईँको फुल लागिसकेको छ, हजुरले देख्न सक्नुहुनेछ। यो सेतो सेतो छ नि साथीहरू, हजुरले देख्न सक्नुहुनेछ। यो खजुरमा पनि फुल लागिसकेको छ। र यस्तो रहेको छ, दुबोहरू हरियाली भएको छन्।